Masuk aja, masuk ke dalam. Lah, यो चाहिँ बुङ्गुरको हो हैन। आज चाहिँ हाइकिङ जाने हो हैन। अनि त्यही भएर मैले यो बुङ्गुरमा सोधी केटाहरूलाई बनाएर लगिन हालेको। कस्तो भएछ चाख्छु अनि प्याकिङ गर्छु अनि जाने। भाफा खानु पर्यो। राम्रो भयो। ल अहिले चाहिँ केटाहरू आइसकेको चोकमा मासु खानु पकाएर हालेको छु। अहिले भाफामा हेर्दै जाउँ यता। यस्तो त हुन्छ एउटै साइडको आएछ र यो पन्जाबी एउटै साइडको एउटै गाउँलाको आएछ कि लेफ्टकै आएछ। अब यतिकै काम चलाउ गर्नु पर्यो नि। यताबाट घुम्ने हाम्रो हामी निस्किन्छ कहाँ हो? चोबार निस्किने हो? कहाँ रहेछ यो? भनेर नेपालको झन्डा बनाएको त यहाँ रहेछ त अहिले। उहाँ माथि उहाँ माथि यता हेर्नु यता 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 माथि यता चाहिँ मन्दिर जाने ठाउँ। दक्षिणकाली मन्दिर जाने बाटो यताबाट। अफरोड पनि अफरोडै रहेछ नि त। त्यो पानी पर्नुपर्छ रातो माटोमा। मरिन्छ पानी पर्नुपर्छ आज। पानी पर्न त बिजो हुने रहेछ। आमामा यतिमै त गइसक्यो होइन। लोकल हो कि बोइलर हो? भुन्डोमाथि हो हामी हिँड्नु आँटेको। अब रातो माटो भएको ठाउँमा त गाह्रो। रातो माटोमा पानी परेर सक्यो खोइ त। अनि मलाई नि हाल्दैन नि त। अनि आफै मात्र खान्छ नि यार। खाइयो काँक्रो डर्रो मजाले होइन। त्यसैलाई रातो काँक्रो खाएको कस्तो खायो। अब हिँडाइ सुरु भयो हाम्रो। हामी 4 जना गाउँले भनेर कपाल 20 मिनट भन्दै हेरौँ। 20 मिनट भन्दै अब कति हुन्छ अब त्यो 20 मिनट 1 घन्टा भयो भने हिँड्ने हामीसँग टाइम छ होइन। कति भयो दाजु? देख्नु न अहिले ट्याक्कै 1 बजेर 1:15 भयो। 1:15 भयो। 2 बजी 2:15 पुगे पनि 1 घन्टा लाग्यो भने होइन। अनि उहाँ जाने झर्न त धेरै बेर लाग्दैन। उतै झरी जान्छ। आधी घन्टा 1 घन्टा चढेको छैन 15 मिनट। यत्रो मुला नाकै सुन्ने उकालो त हिँड्यो होइन। दोकानमा चिया नपाएर चाहिँ तेरो बाउको गेडा पाइन्छ। यसो भन न आजको कस्तो हुँदैछ एक्सपिरियन्स? अब अलिकति सेयर गर तिम्रो पनि। भर्खर हिँड्न थालेछ हैन। कस्तो छ बाटो हेर्दै जाम। मालहरू के छ भन न? लोकल अथेन्टिक मालहरू छैन हाम्रो? झोलामा माल छ यहाँ। बोकी नबोकिसकि हाइकिङ भने चाहिँ आधी घन्टा मात्र लाग्छ। त्यही त अब आधी घन्टा मात्र लाग्छ भन्छ। अनि हाइक पनि आधी घन्टा पनि नगरेर के गर्नु है? शिवपुरी कतिको हाइक छ? कति घन्टा? 2 घन्टाको जानु मात्र? अनि झर्नु फेरि 2 घन्टा? झर्नु त 1 घन्टामै आउँछ होला। यहाँ चाहिँ पुरै आउँदो रहेछ मान्छे। शिवपुरीमा के उहाँ हो के अरे उयो के अरे फुलचोकीमा के लानु दिनु? स्पिकर पनि लानु दिँदैन। अरू हाइक मात्र? अनि मोबाइल क्यामेरा दिन्छ। बजाउनु भयो भने त वन्यजन्तुहरूलाई असर पर्छ दिँदैन कि। हाम्रो खोजेको थियो ए हो स्पिकर आर्मीले भेटेर। शिवपुरी त उनी हैन र नेसनल पार्क हैन र? नेसनल पार्कै हो। टाइट छ के नेसनल पार्क बाहिर चितुवा कुदिरहेको छ। उहाँ एउटाले खिचेको थिएन त्यो केबल कारबाट चन्द्रगिरी केबल कारबाट तल ढुङ्गामा बसिरहेको थियो होइन। तर जङ्गल चाहिँ कडा रहेछ। यहाँ पनि नेसनल पार्क बनाउनु पर्छ। ल अब हामी अपडेट दिँदै जान्छौँ होइन बाटोको। अब हाम्रो सुरु भयो। यो हेलमेट राख्नु पाए चाहिँ दामी हुन्थ्यो। हेलमेट पनि राख्नु पाइएन। नासपट्टिको बोटेबाट रहेछ है। ल त है साथीहरू अगाडि हेर्दै जाउँला।
अब के भन्ने अब त्यहाँदेखि अघि छ नि उहाँ तल बाटो त्यहाँबाट सर्टकट छ अरे क्या 15 मिनटमै पुग्छ अरे के थाहा त नि हामीलाई कहिले आएको हेर्नु बल्ल त यहाँ सर्टकट पुची हेर्ने नि भनेन हैन ल ठिकै छ तर बल्ल त हामी यहाँ सर्टकट बल्ल त सर्टकट देख्दैछु मैले अनि आधी घण्टा पुरै सर्टकट हुने यो त हराउलाई हुन्छ हराउलाई बैशाखतिर चाहिँ आउनु मलाई आउने सबभन्दा पछाडि हाइट अनलाइन छौ ग्रुपमा एउटा फोटो हाल न बुढालाई हेर्ने बुढाको चाकबाट तेल निस्किसक्यो भन्दा गाह्रो रहेछ 10 किलो बोकेर ब्यागमा भाइ आर्मीको ट्रेनिङ हुन्छ गाह्रो भयो त 10 किलो बोकेर ब्यागमा के लाग्यो किन फरक छ यार भाइ उतिको छ बाटो अरे यो होला क्या उतिको छ बाटो उति हैन तर ग्रेट एक्सपिरियन्स गर्न पाइयो क्या हाइटको चाहिँ हैन पसिनाले भिजिसक्यो ए मेरो त पुरै लप्नु भिजिसक्यो अन्त तर मजा आउँदैछ है अब टाको गएर त्यहाँ बसेर खाने हैन अनि त्यहाँदेखि फेरि आउँदाखेरि सबै खाना सकेको हुन्छ भोक लाग्छ फेरि भरे मिता तेर्सो आयो तेर्सो आयो बुढाको चालेर नै चालेर आमामा कत्रो पहिरो गएको यार है खासमा यो बाटो रहेछ नि त हिँड्ने बाटो पनि रहेछ नि त तल होइन सलक्कै बगाइदिन्छ नयाँ बहुत फिसलन पर्ने रास्ता है हो हामी आएको उतै रोड हो नि उतै रोड हो नि हो कि यो तलको बाटो आएको हुन्छ कि हामी यो बाटो के त्यो केटाकेटीहरू बसेको देखिन अघि तल पुगेछ त्यो केटाकेटीहरू अगाडि यहाँ कहाँ पहिरोमा बसेको बहुत फिसलन बढी बाटो घना जङ्गल देखेको कि तलबाट आउने बाटो उयो जस्तो छ ऊ नै रहेछ ट्रेक नै रहेछ नि स्टेज नै रहेछ आटे जस्तो छौँ हामी होइन अब यही हो आमामा यार चराचुरुङ्गीको आवाज ओहो मजा आउँदै रहेछ मजा आगिल मन शान्त होगिल होइन मजा आउँछ नि यसरी मान्छेहरू पनि हिँडिरहेको छ हिँड्नु त कति टाइम लाग्ने हो यहाँ नगरकोटतिर पनि यस्तै होला हुन्छ नगरकोट अत्यन्तै टाढो हो हाम्रो आइपुग्यो यो बाटो तल जान्छ है गाउँलाई निस्किन्छ नि ए ल अब हम लोग रास्ता भूल गए थे इसलिए हमको टाइम लगा अब टाइम लगने वाला नहीं है इधर दिखाओ ना यार बोल रहा हूँ अब टाइम कुछ भी नहीं लगने वाला है अब हम भुंडोल निकल रहे हैं उधर चौरी है वो आगे चौरी है यो ठाउँमा चौरी कहाँबाट आउने होला भगवान् है तर दामी जामा आजकल ऐसे करिए मेन हीरो को फोकस करिए कुछ बोलता नहीं है यार ऐसे पकड़ के मुझे दिखाता नहीं है उसको भी दिखाता है मैं आवाज देता हूँ यार कि कैसा लग रहा है भाई उधर पुरा खिच रहा है तर धेरै दामी थियो यार वाह शीतल है शीतै होइन भाइ यो राजा चिसोमा त जाडोमा त लास्ट जाडो हुन्छ होला पानी परेर पनि उ नभएको क्या नसुकेको बहुत थकाई हो रहा है यार गलत रास्ता आके बहुत थकाई हो रहा है उधर से जाना पड़ता है ल ओहो एक्साइटमेंट बहुत बढ़ रहा है क्योंकि आगे वो है क्या बोलता है उसको ऐसे ऐसे झाड़ी है बहुत मजा आ रहा है मजा एक्सपीरियंस हो रहा है यार भाई क्या करें किसका कॉल आ गया इधर अभी आना था इसका कॉल भी यार ठीक है हम नहीं उठाएंगे उठाना पड़ता है क्या हो रहा है उधर क्या है यार क्या है इधर मुझे लग रहा है हमारा पॉइंट आ गया देखो क्या है उधर ये जंगल के बीचों बीच आए बुंडोल चोर आ गए वाह यार हम तो वो उधर आ चुके हैं यार क्या बोलता है इसको
हेवन हेवन नहीं हेवन नहीं यार इसको क्या बोलता है इस जगह को बोलता है भुंडल हौ फिर कल आ गया यार क्या है यार दोकान रहेछ त यार ल फाइनली गाइस आइपुग्यो रिजर्भ कस्तो छ कल आ गया बवाल छ बवाल अब हैन ठुलो रहेछ चौरी मान्छे टर्न जान्छन् क्याम्पिङ पनि गर्न मिल्ने रहेछ है खानाको व्यवस्था हो अब आफ्नो मजा पेटहरू पनि ल्याउन मिल्दो रहेछ के अरे कुन पेट अब सरको के अरे ब्रुनो धेरै थाकेको अवस्था भएको अवस्था अब झोलामा साथी हो के छ निकाल्नु ल झोलामा हाम्रो सामग्रीहरू के छ खानपिनको व्यवस्था हैन अरे बाप रे खाइहालेर एकछिन बस्नु हारा पुरै भारी जिकम न बहुतै दारु निकाल्नु दुध एक बोतल दुध पिउनु दुध पनि ल्याएको छ हामीले एनर्जीको लागि रक्सी छोडियो दुधतिर लाग्यो के छ ल चटपटे ए चटपटे भनेको त भुजा रहेछ हैन चटो रहेछ घन्टा 1 घन्टा लाग्यो काका ए म त पौने घन्टा बढी लाग्यो अब यो ग्रुपमा जान्छ ल हेर्न आएको है हो त हेर्न सामानहरू निस्किन थाल्यो होइन के छ हाम्रो खानपिनको व्यवस्था भुन्डोल नभन्नु है भुन्डोल अब यो खानुपर्छ क्या निकाल्नु के छ गाइस दामी बनाएको थियो केटा स्पेशल हाम्रो आजको स्पेशल डिस ल ओ दामी छ के रहेछ ओ माई गॉड यो ओए ल्यान्डस्केपमा गरौ न यो के क्लियर पुरा ल ओके खैला सेकुवा मुरक अनि यो भयो हाम्रो पोर्क अनि खोइ यहाँ छ प्याज खुर्सानी ए यहाँ छ नि त गजब चिज डबल यहाँ खानु पनि खाने गाडी दामी रहेछ ठाउँ बादल जङ्गलको बिचको चौरीमा ओ माय गॉड टेन्ट सेन्ट लाएर सुरु गरौँ खाऊ सेकमा खानु पर्यो पहिला त त्यो काँचो छ त्यो काँटा त्यही राख्नु हेलो काँटा उतै राख्नु चेस मारो काँचो माछा मलाई अहिले काँटा छ त्यो काँटा कि राख्नु यो काँटा यहाँ एउटा कुन हो त्यो हेलो हेलो माइक टेस्टिङ आउने गाडी राखेर कति 15 मिनटमै माथि पुग्ने रहेछ 15 मिनटमा त हिँड्नु पर्ने रहेछ क्या 15 मिनट भयो हिँड्यो भने हामी अठेवा आइपुग्छ नजिकै जाउँ कि फर्मिङदेखि आइपुग्यो त्यही त 5 मिनटमा आइपुग्छ सिधै पठाइन्छ ल आऊ रे ब्रुनोको साथीहरू छन् आउनु ब्रुनोले रमी हुँदो रहेछ पुरा खेल्दै थियो हक्कीहरू पुरा छ यहाँ होला ब्रुनोले रमी हुँदो रहेछ क्या ब्रुनो हस्कीहरू के छ यहाँ भिड आयो मजा आउँछ निकाल्नु परेन पछि अब भिडियोहरू सबै अब अर्को शनिबार शिवपुरी घरमा बनाइयो होइन अहिले खाइँदैछ है आफूलाई होइन यहाँ हाम्रो ग्यास भुजासुजा सब व्यवस्थित तरिकाले आएको छौँ नि हामी एउटा कुरा चाहिँ बिर्सेछ है हामीले त्यो उयो ल्याउनु भने क्या तर नेचुरल चाहिँ चाहियो खाने खुट्टा कुद्नुपर्छ त भन्नुहुन्छ ओ हान्नु न यहाँ त्यो रिसो पनि खाने कि केही हुँदैन होला आजमा के गर्नु के हुन्छ तलै गरी भिजाउनु गर्नु अहिले जाँदै छोडिदिनु ल खानु कसरी सबैले खाने कोही खाने गाडी झाल लागिरहेको छ हाइपरले सुन गरायो हुन्थ्यो ठिक छ बोलेको निस्किँदैन खाने दामी छ अहिले खान्छु भन्छु जाने त के भने राम्रो छ क्या त्यो दिनुपर्छ दामी छ अलिकति दबाई जस्तो क्या
बुझ्यो छौ बुझ्यो निलो अमिलो पिरो तितो दही मतलब किन नखाने भने अहिले नखाने हो होइन किन नखाने चाखा नि त्यतिलाई कहाँ कहाँ म त्यति भन्छु मलाई रहेछ मान्छे बुझ्यो रे हामी त उमा के अरे गाउँमा जानु भएको छैन लानुपर्छ त्यहाँ यहाँ त कहाँ बोल्यो त्यहाँ पाउँछ र खान्छ खाएर खाइ नसकेर होइन यहाँ यत्रो सामान छ यत्रो खानेकुरा छ अझै खाइ नसकेर यहाँ हामी लड्दैछौँ यसरी ओ दाजु मारो मारो जल्दी मारो खतम गरौँ तलस तलस भइसक्यो यार खाना यहाँ धेरै ल्याएको थिएँ 5 प्लेट भने त बुढा जान्छ तपाईँले कहाँ 5 प्लेट खान्छ नि यार दामी छ है मौसम त पछाडिपट्टि कति पर्सेन्ट भएको चार्ज ए बुढो चपाउँदैछु म चपाउनु व्यस्त छु न नेट तान्छ यार न चार्ज हुन्छ यार खतम गरेर कालेलाई झन् चार्ज गरेर ल्याऊ है फुल भरेको त बडकै आधी बनिने भरे चार्ज त गरेको कि ढ्याक्क चार्ज पनि हाल्नु होइन लाइन पनि गइदियो के अब थाहा छ त छ नि अब नेपालको यार अवस्था पुरै लाइन जानु थाल्छ हो यार अफिसरले बनाउनु भयो के गर्दैछ भन्नु होला हामी त पुरै यहीँ अहिले चाहिँ अब मस्त खाइसकेर बसेको अवस्था गलेर बसेको अवस्था गुन्डोल गाइस गुन्डोल 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 खाइ नसकेर होइन यहाँ यत्रो सामान छ यस्तो खानेकुरा छ अझै खाइ नसकेर होइन हामी लड्दैछौँ ल मैला सैला आफूले खाएको सबै सोधेर जानु पर्छ मैला हुनु भएन होइन यताउति पुरै यताउति पुरै फोहोरहरू कतिले फ्याँकेको छैन राम्ररी व्यवस्थापन हुन्छ जताततै पारेछ होइन यो झारहरू भए चाहिँ राम्रो हुन्छ तर त्यो एकदम काठमाडौँदेखि नजिक घुम्ने ठाउँ चाहिँ अलिकति हाइट पनि हुने होइन त्यो ठाउँ चाहिँ यो रहेछ तर मैला फ्याँकेर त्यही त अनि मान्छेको दिमाग यस्तो चाहिँ नगर्नु पर्ने अब हामी पनि यहीँ हालिदिने त होला नि होइन ल त दिदी फेरि भेटौँ ल अर्को भ्लगमा अर्को अब नेक्स्ट विक चाहिँ हामी उता कहाँ जाने केटा हो कहाँ जाने अब बाटो नेक्स्ट विक भन्छु अब नेक्स्ट विक चाहिँ हामी सिलगढी जाँदैछौँ होइन को कनेक्ट हुने चाहिँ पहिले भन्नु होइन धोका दिन पाइएन धोका दियो भने यस्तो मिस हुन्छ स्पोर्ट आजको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो गुन्डलको गजब रिसल्टलाई कस्तो लाग्यो भनेर सकिँदैन आएर फिल गर्नुपर्छ कस्तो भयो त आजको धेरै रमाइलो भयो रमाइलो छ है ठाउँ रमाइलो छ होइन बढी नै रमाइलो बढी फोहोर गरेर चाहिँ अलिक कस्तो यहाँको ब्युटी नै सफा पार्दैछ कि ल त फेरि भेटौँ ल अर्को ब्लगमा आफूले गरेको फोहोरै उठाइदिए राम्रो एक ठाउँ ल्याएर राम्रो अब चाहिँ अर्को पालि चाहिँ हामी शिवपुर पुरै मेन हाइक जान्छौँ के अरे 2 घन्टाको 2 घन्टा होइन रहेछ 2 घन्टा होइन 2 घन्टा 2-2.5 घन्टा लाग्छ होला 2 घन्टाको छ 10:30 बजे गएको थियौँ 11:30 बजीतिर 5 बजे चाहिँ फर्किँदा ल त गाइस त्यहाँ गएर एकछिन टाइम लाग्छ नि त अब हामी 4 जना आएको है ल सी यू अन नेक्स्ट ब्लग बाई बाई ओइ रिसब बाई त भन्नु यार